नमस्ते साथीहरु, तपाईं चाहिँ डिजिटल ज्ञान नेपालमा हुनुहुन्छ र आज चाहिँ ड्राइभिङ लाइसेन्समा इम्पोर्टेन्ट 20 वटा क्वेशनहरु चाहिँ हामीले पढ्न गइरहेका छौं है त। ल सुरु गर्नभन्दा पहिला चाहिँ मैले यसको 5 वटा 6 वटा समूह हुन्छन् हैन, अनि 6 वटा समूह चाहिँ के हुन्छन् भनेर चाहिँ यसको बारेमा थोरै बताउन गइरहेको छु है त। पहिलो चाहिँ यो सवारी सञ्चालन सम्बन्धी, दोस्रो नम्बरमा चाहिँ सवारी ज्ञान नियम सम्बन्धीको ज्ञान, अनि तेस्रो नम्बरमा चाहिँ सवारी साधनको प्राविधिक तथा यान्त्रिक ज्ञान, अनि चौथोमा भयो वातावरण प्रदूषण सम्बन्धीको अवधारणा ज्ञान, अनि पाँचौं नम्बरको दुर्घटना सचेतना सम्बन्धी ज्ञान हुन्छ, अनि छैटौं नम्बरमा चाहिँ ट्राफिक सङ्केत सम्बन्धी ज्ञानहरू हुन्छ। अनि आज चाहिँ हामीले पहिलो नम्बरको पढ्दै गएका छौँ हैन। अनि पहिलो चाहिँ अब सवारी सञ्चालन सम्बन्धीमा चाहिँ के छ भने क्वेशन नम्बर 1 मा जेब्रा क्रसिङ के को लागि गरिन्छ, के को लागि प्रयोग गरिन्छ भन्दा चाहिँ फर्स्ट क को उभिनको लागि, ख पैदल यात्रीको बाटो काट्नको लागि, अनि ग गाडी रोक्नको लागि, घ गाडी कुदाउनको लागि। के को लागि यसको लागि चाहिँ मैले हजुरहरुलाई 5 सेकेन्ड जति दिन्छु हैन। अनि यो चाहिँ त्यस्तो गाह्रो पनि हुँदैन र कोही चाहिँ बिचमा अड्कन सकिन्छ भनेर चाहिँ हैन। अनि यसको ल सायद तपाईहरुले एन्सर थाहा पाइसक्नु होला हैन। यसको चाहिँ एन्सर चाहिँ ख हो र बढी उकालोमा सवारी चलाउन कुन गियर चलाउनु पर्छ? क 1 गियर, ख 2 गियरमा, ग 3 गियरमा, घ 4 गियरमा। कुन होला? ल यसको पनि तपाईले थाहा पाइसक्नु होला सायद हैन। अनि बढी उकालोमा चाहिँ हैन पहिलो गरे कमै चलाउनु पर्छ है त। ओभरटेक गर्दा कुन साइडबाट गर्नुपर्छ? क बायाँ साइडबाट, ख दायाँ साइडबाट हैन, ग दुवै साइडबाट जौनो साइडबाट गरे पनि हुन्छ भन्ने भयो हैन। अनि घ माथिका सबै। ल यसको एन्सर ल ठीक भन्नुभयो। यसको एन्सर चाहिँ ख दायाँ साइडबाट है त। अनि नम्बर 4 मा छ निम्न मध्ये सवारी चालकहरूको कर्तव्य कुन हुन्? क हिफाजत साथ सवारी चलाउने, ख ट्राफिक नियम पालना गर्ने, ग निर्देशित कार्य नगर्ने। निर्देशित मतलब यो काम अब नगर्ने भनेको हुन्छ नि त। अब आदेश भनेको चाहिँ आदेश यो काम गर भनेको हो हैन। निर्देशित भनेको चाहिँ यो काम नगर भनेको चाहिँ हैन हो। घ चाहिँ के हो? माथिका सबै। ल माथिका सबै ठीक हो हैन। यो पनि मिल्यो। त्यही भएर क ख ग तीनटै हो। त्यही भएको कारणले चाहिँ घ हैन। अब कतिजना विद्यार्थीले चाहिँ के हुन्छ भने सबै आत्तिएर क्या हैन। अब हिफाजत साथ गाडी चलाउने भनेपछि यो त मिल्यो भनेर चाहिँ त्यो ख ग र घ को चाहिँ अप्सनै नपर्ने हो। त्यही भएको कारणले चाहिँ धेरै बिग्रेको हुने हुन्छ हैन। अब चाहिँ ख्याल गर्नु पर्यो हैन। अनि 5 नम्बरको छ गुडिरहेको मोटरसाइकललाई 81 रोक्नु पर्यो भने के गर्नुपर्छ? अप्सन क दुवै ब्रेकलाई एकैपटक थिच्ने, ख पछाडिको ब्रेक बेक्सरी थिच्ने, ग इन्जिन अफ गर्ने, घ गियर डाउन गर्ने। कुन होला साथीहरु? ल ठीक क दुवै ब्रेक एकैचोटी थिचेपछि चाहिँ हैन बाइकमा चाहिँ एउटा फुट ब्रेक र यता लेफ्ट साइडतिर हुन्छ गरे। अनि स्कुटरमा चाहिँ दुवै ह्यान्डमा हुन्छ हो। त्यही भएर तिनै दुवै ब्रेक एकैचोटी थिच्ने भन्न खोजेको। अनि क्वेशन नम्बर 6 मा छ मोटरसाइकल दर्ता गर्न निकाय कुन हो? दर्ता गर्ने निकाय कुन हो? क यातायात व्यवस्थापन विभाग, ख जिल्ला प्रशासन कार्यालय, ग यातायात व्यवस्थापन कार्यालय। अहिलेको विभाग थियो, अहिले कार्यालय। अहिले घ मा चाहिँ के छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय। कुन होला साथीहरु? ल सबैजना मिलाउनु भयो होला सायद हैन। किनभने एक्जाम हुँदैन भन्दा सन्दा माथि चाहिँ हैन ठ्याक्क लेखेको पनि हुन्छ हैन। हामी जाने जो कहाँ हो? यातायात व्यवस्थापन कार्यालय। त्यहीको कारणले चाहिँ अप्सन चाहिँ ग को हुन्छ है त। अनि 7 मा छ इम्पोस्ट नम्बर प्लेट बिग्रेको के गर्नुपर्छ?
क वर्कसपमा गई फेर्ने, ख बिग्रिएको मर्मत गरी आफै फेर्ने, ग यातायात व्यवस्थापन कार्यालयमा निवेदन दिने, घ माथिका सबै। कुन होला साथीहरू? ल मिलाइसक्नु है त तपाईँले। ग हो एन्सर। यातायात व्यवस्थापन कार्यालयमा चाहिँ निवेदन दिने, त्यसपछि चाहिँ होइन यो चाहिँ हाम्रो इन्भोइस नम्बर चाहिँ यस्तो प्लेट बिग्रिएको छ अनि भनेर चाहिँ भनेपछि चाहिँ त्यसको के प्रक्रिया भनेर चाहिँ उहाँहरूले चाहिँ आदेश दिनुहुन्छ है त। अनि 8 मा छ इन्भोइस नम्बर प्लेट भनेको के हो होइन? के हुन्छ नि इन्भोइस नम्बर बिग्रिएर चाहिँ यातायातमा जाने, तर इन्भोइस नम्बर भनेकै के हो भन्ने थाहा त हुनु पर्यो नि होइन? नम्बर 1 क मा छ प्लेटमा इनामेल लेखिने, ख प्लेटमा खाल्टो पारी अक्षर र अङ्क लेखिने, ग प्लेटमा उठाएको अक्षर र अङ्क लेखिने, घ माथिका कुनै पनि होइन। कुन हुन्छ एन्सर? ल यसको एन्सर पनि सायद अब मिलाइसक्नु होला। एन्सर चाहिँ ग हुन्छ होइन? प्लेटमा उठाएको होइन अक्षर र अङ्क लेखिने, किनभने अक्षर मात्र पनि लेखेको हुन्न इन्भोइस नम्बरमा चाहिँ, अनि अङ्क मात्र पनि लेखेको हुन्न, अङ्क र अक्षर दुइटै मिक्स हुन्छ होइन? अनि 9 को रातको समयमा गाडी पार्क गर्दा बालिन लाइट कुन हो? क मा छ हेड लाइट, ख मा चाहिँ साइड लाइट, ग पार्किङ लाइट, घ मा चाहिँ इमर्जेन्सी लाइट। कुन होला? पार्किङ लाइट, किनभने हामीले चाहिँ पार्क गर्दा भनेपछि त पार्किङ लाइटै हुने भयो नि त होइन? यो चाहिँ सिम्पल क्वेसन हो, तर दिमाग यति घुमाउनु पर्छ होइन? हामीले चाहिँ के हेड लाइट भनेपछि अगाडिको लाइट हो भनेपछि हेड लाइट चाहिँ होला नि भन्ने पनि सोचिन्छ, तर पार्किङ गर्दा भनेपछि त पार्किङ लाइटै बाल्नु पर्यो। अनि क्वेसन नम्बर 10 छ सवारी चलाउनु अनुमति पत्र लिन कस्तो फारम भर्नुपर्छ? क हस्तलिखित फारम, ख अनलाइन फारम, ग क र ख दुवै, घ निश्चित नियम चाहिँ छैन भनेको छ। अनि अब घको त अब त्यसै पनि भएन होइन? अनि हामी चाहिँ होइन ड्राइभिङ लाइसेन्स जोड्न पनि दिन जाँदाखेरि चाहिँ पहिला चाहिँ डेट फिक्स गर्नको लागि चाहिँ हामीले अनलाइनमा फर्म भरिन्छ है त। हो त्यही भएको कारणले चाहिँ एन्सर चाहिँ 2 नम्बरको ख हुन्छ है त। 10 नम्बरको यो ख। अनि 11 निम्नमध्ये सरकारी चालक कर्तव्य कुन हो? क गाडी भाडा उठाउने, ख सडक सफाई गर्ने, ग कन्डिसन चेक गरेर गाडी चलाउने, घ कुनै पनि होइन। एन्सर चाहिँ मिलाइसक्नु भयो होला सायद होइन? कन्डिसन चेक गरेर चाहिँ गाडी चलाउने हो नि त। अब सवारी चालकको कर्तव्य त्यही हो। अनि अर्को चाहिँ 12 मा छ ड्राइभिङ परीक्षण केन्द्र कार्य तलमध्ये कुन हो? क लाइसेन्स फर्म भर्ने सहयोग गर्ने, ख लाइसेन्स फर्म दर्ता गराइदिने, ग यो ट्रायल परीक्षामा सिकाउने, अनि घ चाहिँ के हो सवारी चलाउनु परीक्षण दिने। एन्सर त थाहा पाइसक्नु भयो होला। यसको एन्सर चाहिँ ख हुन्छ है त। ल नम्बर 13 है त कुन अवस्थामा सवारी साधन चलाउन हुँदैन? क मादक पदार्थ सेवन गरेको अवस्थामा, ख कलर छुटाउन नसक्ने भएकोमा, ग क र ख दुवै, घ कुनै पनि होइन। यसको त यो चाहिँ अलि सिम्पलै छ, त्यही भएर अब त्यति धेरै पनि समय नलाइकन भनौँ है त यसको चाहिँ ग हुन्छ होइन? अब यही मादक पदार्थ पनि गर्नु भएन अनि कलर पनि छुटाउनु पर्छ। अब हामीले कलर छुटाउन सकिएन भने चाहिँ होइन त्यो लाइसेन्सै पाइन्न क्या ड्राइभिङ लाइसेन्स। अनि अर्को चाहिँ सडक पार गर्दा कसलाई प्राथमिकता दिनुपर्छ? क स्कुल विद्यार्थी, ख शारीरिक अपाङ्ग भएको व्यक्ति, ग बुढाबुढीलाई, घ माथिका सबै। ल यसको चाहिँ अब घ हुन्छ होइन माथिका सबै, किनभने एउटालाई मात्र प्राथमिकता दिने होइन विद्यार्थीलाई अथवा बुढाबुढीलाई अपाङ्गलाई मात्र प्राथमिकता दिने भन्ने हुँदैन क्या। यिनी 3टैलाई चाहिँ होइन के हो प्राथमिकता चाहिँ दिनुपर्छ सबैलाई। अनि
15 को छ ओभरटेक गर्न अगाडिको सवारीलाई के सङ्केत दिनुपर्छ होइन। ओभरटेक गर्न त दायाँतिरबाट भन्ने चाहिँ हामीले पढिसक्यो, तर दायाँतिरबाट ओभरटेक गर्ने भए पनि सङ्केत त दिनु पर्यो फेरि। हो त्यो सङ्केत के हो? क हेडलाइट बालेर, ख हर्न बजाएर, ख ग साइड लाइट बालेर, घ माथिका सबै। ल यसको एन्सर चाहिँ होइन के हो भने अचम्मको छ कि यसको एन्सर चाहिँ ग हो। किनभने हामीले चाहिँ सङ्केत दिने मात्र हो क्या तिनीहरूलाई चाहिँ होइन। हामीले चाहिँ ओभरटेक गर्दैछौँ है त भनेर चाहिँ होइन सङ्केत मात्र दिने हो। त्यही भएको कारणले चाहिँ हो यो घकै हुन्छ कि घको हुन्छ। हामीले चाहिँ यिनी तिनवटा मात्रै 54बाट पनि सङ्केत दिन सके भयो। अनि पैदल यात्रीले कुन कुन स्थानबाट के हो बाटो काट्नुपर्छ? क जेब्रा क्रसिङ, ख सबवे, ग आकाशी पुल, घ माथिका सबै। ल अब सबै हो किनभने अब यसको चाहिँ थाहा पाइसक्नु भएन। 17मा छ सहरी इलाकामा सवारी चलाउँदा के गर्नुपर्छ? क गति सीमित गर्नुपर्दछ, ख गति बढाउनुपर्छ, ग सवारी रोक्नुपर्छ, घ कुनै पनि होइन। ल यसको चाहिँ होइन अब एन्सर हजुरहरूले होइन कति त मिलाइसक्नुभयो। अनि यसको चाहिँ के हो? गति सीमित गर्नुपर्छ है त क। आपतकालीन सवारी कुन हो होइन? आपतकालीन सवारी चाहिँ के हो? सेतो नम्बर प्लेट भएको सबै सवारी, ख कूटनीतिक सवारी, ग सफ वाहन दमकल र एम्बुलेन्स, घ हरियो नम्बर प्लेट भएको सबै सवारी। चाहिँ आपतकालीन सवारी भनेर चाहिँ कसलाई भनिन्छ? ग नम्बरको है त। ग नम्बर भनेपछि के हो? सब वाहन लासहरू लैजाने गाडी अनि दमकल आगो लागेको बेला यताउति होइन हो यसलाई चाहिँ गएको छ। अनि 19 चाहिँ आफ्नो सवारीभन्दा पछाडिको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नुपर्छ? क गति बढाउनु, ख हर्न बजाउने, ग साइड नदिने, घ स्लो गरी साइड दिने। ल यसको एन्सर पनि होइन सजिलै छ ग भयो होइन स्लो गरी साइड दिनुपर्छ है त। 20 जेब्रा क्रसिङको रेखाङ्कन कुन कुन रङले गरिएको हुन्छ? क सेतो र कालो, ख पहेँलो र सेतो, ग कालो र पहेँलो, घ पहेँलो र निलो। ल है त साथीहरू आज चाहिँ 20वटा क्वेसन गरिएको छ होइन। अनि यसको चाहिँ मैले सबै प्लेलिस्टै राखिदिएको हुन्छु। अनि यो चाहिँ आजको फर्स्ट पार्ट है त।